हेलो गुड मर्निङ गाइज है हामी चाहिँ अहिले बिहान बिहान मन्दिरको दर्शन गर्न गइरहेको छु है देख्न सक्नुहुनेछ मन्दिर अब दर्शन गर्न जानु पर्यो अनि त्यो चाहिँ हामी मुक्तिनाथ जान्छ मान्छेको रक्षा गर्नु मेरो रोकेको काम पुरा गर्यो यहाँनिर चाहिँ हाम्रो मदर लभर आउँदै हुनुहुन्छ गुड मर्निङ भन्नु न गुड मर्निङ अगाडि चाहिँ हाम्रो ग्याङहरू जानु भइसक्यो हामी चाहिँ यहाँनिर चाहिँ मैले रुगा लागेर भिस लाग्यो कि तर मुखभित्रै छिरेको कस्तो कस्तो भयो हेर्नु मन्दिर ओम नमः शिव साई बाबा कुन के हो आई डोन्ट नो होइन जे भए पनि तपाईँहरू नि यो भिडियो हेरेरै दर्शन गर्नु होला हाई गाइज यहाँनिर चाहिँ सुज खोल्नु पर्ने हुन्छ अब भगवान् जस्तो ठाउँमा होइन जुत्ता त खोल्नु पर्यो नि त जुत्ता खोल्छु है अलिकति लाउन चाहिँ गाह्रो हो मैले चाहिँ जुत्ता नै खोलिसकेको छु यहाँ चाहिँ दिदी खोल्नु गइरहेको छ हामी चाहिँ मन्दिरभित्र छिर्यो ओम नमः शिव पहिला सुरु चाहिँ हामीले गणेश भगवानलाई टोक्नु पर्छ फेरि म पनि गणेश भगवानलाई हामीले चाहिँ पहिला सुरु नै भगवानलाई ढुक्नुभन्दा अगाडि गणेश भगवानलाई ढुक्नुपर्छ अरे भनेको हुन्छ म तुलसी गोतालाई पनि ढुक्छु घन्टी पनि छ मेरो चाहिँ यहाँनिर मेरो चाहिँ मोबाइल घुमाएको छ मैले कता देख्नुहुन्छ यहाँ चाहिँ नागराजा नाग शिवको फ्यामिली मलाई अहिले चाहिँ होइन सब दर्शन गर्नु भइसक्यो है यहाँ चाहिँ विष्णु भगवान हुनुहुँदो रहेछ है यहाँनिर चाहिँ भगवान कति धेरै खुट्टाको पाइला पनि छ देख्नुहुन्छ सबैले भगवान छ भने चाहिँ नि यही हो के ठाउँ यहाँनिर चाहिँ एउटै ढुङ्गामा पुरै विष्णु भगवानको पाइला हो कि यो पहिल्यैदेखि नै एउटै ढुङ्गामा यहाँ छ एउटै ढुङ्गाको भगवान भनेको यहाँनिर यो मन्दिरको नाम चाहिँ के हो त्यहाँ हेरिनुहोस् एउटै प्रभु ओम हर 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 महादेव दर्शन गरेर आइसक्यो अब मुक्तिनाथ मन्दिरको लागि हामी जाने वालामा छु म चाहिँ अलरेडी आइसक्यो हाम्रो ड्राइभर चाहिँ बस्नु भइरहेको छ र यहाँनिर चाहिँ सानो मिठो पसलहरू पनि हुनु रहेछ कि यहाँनिर
म त फेरि हुनुहुँदो रहेछ भने रहेछ यहाँ चाहिँ हाम्रो मन्दिर अहिले यहाँ चाहिँ भजन बजिरहेको छ होइन चट्टो लगाएर अब लाग्दिने मुक्तिनाथ दर्शनको लाग्दिने नुहाइदिने मेरो पाप कटोस् भनेर भन्ने नि तपाईँहरू नि यसकै द्वारा हेरिदिनु होला ओके गाइस झर्ना आयो कत्रो ठुलो कति झर्ना आएर सोर्नु आयो गाइस वाउ जाने खोइ वाउ भनेर तिमीले आज जाडो पनि छ नमारो अभि रमाइलो लागिरहेको वाउ झर्ना नाइस तपाईँहरूले प्रशस्त रूपमा देख्नुहुनेछ बिग झर्ना वाउ कस्तो भने यस्तो बवाल छ नि तर पानी चाहिँ कतिको छ उता चाहिँ घाम फिरेको तल लाग्यो यहाँ चाहिँ घाम छैन मिठो छ एकदम हिमाल हेर्ने गाइस तपाईँहरूले हिमाल देखो न गाइस देखो न त्यो दामी हो यहाँ हेर्नुहोस् त त्यो दामी छ नि वाउ कल्पनै गर्नु सक्दैन यो खुबसुरतको अब त्यस्तो फोटो हाल्नु अहिले चाहिँ राम्रो गीत बजेर हालिहाल्यो नि त फोटो हाल्नु पऱ्यो है यस्तो सट्ट लाएर है हिमालको अगाडि बसेर है के हो अहिले चाहिँ हामी खाजा खान छिरेको छु सबैजना खाजा खाइरहेको छु धुक्क लाएर म पनि खान्छु अहिले हामी चाहिँ लेक साइडतिर आएको छु गाइस लेक साइडतिर मेरो कपाल चाहिँ पुरै बोक्सी भनेर नसोध्नु कि म नै हो यस्तो भइरहेछ वाउ देखो न गाइस देखो न क्या ए भइरहेछ है दामी वाउ नाइस भ्यू यहाँनिर चाहिँ टक्क लाएर कपालहरू सर्ट आयो भने आँखा हुन्छ यहाँनिर चाहिँ फेरि पिङ खेलिरहेको छ फेरि चाचा ढगाले फेरि अङ्कलले फेरि ढगाले जस्तरी मोटी फेरि आफ्नै पानामा छ त्यहाँनिर होइन आइरहेको वा चाचा सर बबाल छ बबाल दामी ल अब चाहिँ म पनि सट्टलाई फोटोसुट हान्नु पनि हुन्छ होइन म अहिले देखाउँछु तपाईँलाई ल गाइस ल यहाँनिर चाहिँ फोटोसुट हुँदैछ फेरि 4 जना दिदी बहिनीको फाइनली मुक्तिनाथ मन्दिर यो एउटा मान्छे हाम्रो मोटी नाना आइसिन्छ ढले म पिक्निकै ढले अब बल्ले भएको मान्छे भएको के फाइदा भयो त हो कि होइन हो नाना अब टाउको पो दुख्यो त यो लाइटै बनाउँदा अब हामी चाहिँ पैदल 4 हिँड्नु पर्ने हुन्छ यो ब्यागमा के छैन किन लाने यसो सामान छ किन दिए त मलाई कहाँ जान लाग्यो हेर ए भगवान् म त झोला ग्याङ म्याचिस भइसक्यो छोरी त्यसो हाम्रो मसिन छैन मैले बाँध्ने भने पछाडि गाडीमा बोक्नलाई हिँड्न सक्दैन पछाडि बोकेर पुग्नु कताबाट गाडी अब लाग्दिएको यता कहाँबाट जान्छ लगाइ अब चाहिँ ओइ मेरो त भारी मेरो त्यसको ब्याग त्यसलाई दिए त्यसको ब्याग त्यसलाई दिए झोला बोक नसकिन्छ जतिखेर पनि 24 घन्टा झोला बोक्छु अब लगभग त्यही हिँड तिमीहरू यस्तो छ गाइस अब यो झोलाको वेट त म भन्दा पनि धेरै छ त गाइस लाग्दैको
दिदीहरू उतासँग घोडा जानुहोस् Wow. Guys, म चाहिँ पसल लाग्यो टोपी किन्नको लागि रिङबाट लाग्यो मलाई लास्ट टाइम अहिले चाहिँ गाइस यो बिना मन्दिर जाने सिडीमा चढेर बसिरहेछ कि स्यासे भयो सिधै चढ्नुपर्छ हामी यहाँ बसिरह झोला बोकेर अरूहरू चाहिँ त्यहाँ आउँदैछ कस्तो स्यासे हो नि लास्टै हो गाइस अब चाहिँ यहाँ हिँड्दैछौँ हामी अब आइपुग्न लागिसक्यो थोरै समय बाँकी आइसक्यो अब फाइनली मन्दिर पनि आइपुग्यो है अब चाहिँ हामी नुहाउनु लाग्यो मलाई चाहिँ दौडी सुची दौडी बुझी डुब्न चोप्नु पर्छ कि एकचोटि चुप्न ल आइज बुझी त्यहाँ चोप है बुझी चोप अरे पूजा सुजा गरेर जानु लाग्यो मल छैन नि मेरो ब्यागमा होला लाग्थेको अब चाहिँ झट्ट लाग्यो फाइनली मुक्तिनाथलाई नै दर्शन गर्न पायो पोजिटिभ भाइब्स आइरहेछ है मागेको मन्नत पुरा हुन्छ भनेर होप राखेको छु मागेको मन्नत एकदम छुट्टै पोजिटिभ भाइब्स आउँदो रहेछ कि आइसकेपछि अहिले सबैजना लाइक बोकिरहेको छ है ओ माई गॉड ओ माने पेमे यो प्रसाद के गर्ने कसको हातमा कसकोमा राख्ने हो झोला छैन भने झोला चाहिँ कोसँग छ झोला लिएर गएको त काम मेरो पर्सेर त यहाँ बसिरह बाहिर ओ माई गॉड कहाँ डोल्दिन हुने फोटो त नसी भए जान्छ हाम्रो माने पनि हुन्छ माने ओमा there's a group उता जाउँ रे सब उता गइसक्यो हामी मात्रै हो त्यहाँबाट ओर्लिनु मिल्छ कताबाट ओर्लिने हो यहाँबाट होइन ओर्लिने खोइ जाउँ गएको अब चाहिँ लगाइछ अब चाहिँ हामी ड्रेस सेस लगाएर भिडियो बनाउनु गएको अझै राति कति बजिरहेको हो कति बजिरहेको घडी नै आउनु हुँदैन अझै 6 बज्न आइसक्यो त्यो भए पनि यति आउँदै हुनुहुन्छ अनि हामी चाहिँ शेर्पा ड्रेसहरू भन्छ नि यहाँनिर हो त्यस्तो ड्रेस लगाएर
भिडियो बनाउनु लाग्यो गाइस लेट्स गो देखाउँछु ल अहिले मुस्ताङको गली गली हिँडिरहेको छु चट्ट लाएर नाइटमा दामी देख्छ हो र गाइस दामी यहाँनिर चाहिँ घर बनाउने स्टाइल पनि दामी के वाउ आमा हुनुहुन्छ यहाँ आमा के को छाला हो यो याकको छालाको कार्पेट वाउ नाइस हिँड्दैछु हामी कहाँ पुग्छ यहाँ चाहिँ हिमाल पनि हेर न गाइस दामी देखिरहेको अरे हाम्रो नाना आउनु भएर चाहिँ हाई रे यहाँनिर बच्चा बोकेर मदर्स यहाँ छ फेरि अर्कै पाराको फेरि मोटी फेरि डन हो नि फेरि सक्छ त बहुत जाडो छ जाडो छ यहाँनिर चाहिँ अब हुन्छ नि म त शेर्पा ड्रेस लाउने हो चक्क लाएर अब चाहिँ हामी ड्रेसेस लाएर फोटो साउई गर्नको है सबमा एउटै रेट हो क्या अरे के सबमा एउटै रेट हो के ल होस् न त होस् ल अनि माला साला सबै छ दिदी हजुर मलाई भन्नु पर्दैन मेरो त्यो ज्याकेट र म त्यो सुरा लाएर आउँछु त्यही ड्रेस त हुन्छ जे होस् न अब लाउनी आइसकेपछि पहिला भिडियो खिच हामी पाँचजना हातमा मात्र भित्र छिरे अहिले ड्रेस लाएर च्यागे के को पाँचजना हामी चाहिँ ड्रेस लाएर फोटो खिच्छु ड्रेस पनि लगाइदियो होइन टट्ट लाएर शेर्पा ड्रेस लाएर है ल सोफिया पुला साउने ओर्ने होला ताउने बनाइदिएँ मैले है अनि यहाँनिर चाहिँ हाम्रो बुवाले चाहिँ बुवा अरे अङ्कलले चाहिँ गर्नु लाग्नु भइरहेको छ सबजना यहाँ आउनु भइरहेको छ चट्ट लाएर मैले पनि तामाङ सेरो लगाएको के छ देखिरहेको त गाइस है बक्को पनि लामो भयो अहिले फेरि माथितिर जाँदै माथि फोटोसुट हानिदिए मैले खिचेको राम्रै हुँदैन A few moments later. ड्रेसेस पनि लगाइदिएँ अब गएको रुमतिर सुत्नुको लागि मैले चाहिँ हुडी पनि लगाएर टोपी पनि कहाँ खिच्यो रुमतिर स्याट लाएर के बोले भाइ के बोले के छ थाहा बोले